भोटिङ मन्त्रीजी तपाईलाई अझ पुगेको छैन भने त्यो 3.5 करोड होइन कि हरि मान्ने र मेरो भागमा परेको 2 करोड पनि तपाईँले फिर्ता लानुहोस् भन्दै सबैको पन्त गरे। यो 2 पटक 2 वर्ष चाहिँ म्याग्दीलाई अन्याय भएको हुनाले यो किताब म्याग्दीलाई कुनै अर्थ नभएको म सभामुख महोदयको चाहिँ अनुमति ल्याएर म च्याप्न चाहन्छु। धन्यवाद। स्तम्भमा प्रतिपक्ष सांसदहरूले हामीले आशा गरे पनि होइन। हाम्रो कुरा के थियो भने मेरो जिल्लामा तपाईहरूको चाहिँ कार्यकर्ता अर्थमन्त्रीजी, मुख्यमन्त्रीजी, नेपाली काङ्ग्रेसको कार्यकर्ताहरू, नेताहरू, एमालेको दलको नेता हुनुहुन्न, तपाईँको नेता कार्यकर्ताहरू अहिले मास्क लगाएर हिँड्ने स्थिति छ। मास्क ल ठिक छ, हामीलाई त पेल्नु भयो। हामी 2 जना चाहिँ प्रतिपक्षको सांसद छौँ म्याग्दीमा, त्यसो भएको हुनाले हामीलाई पेल्नु भयो। हामीलाई पेल्दाखेरि तपाईँहरूकै दिदो भयो। यो नीति कार्यक्रममा त मैले पनि समर्थन गरे हो, सत्तापक्ष साथीहरूले त गर्नु हुने नै भयो। नीति कार्यक्रममा मैले पनि यो राम्रो छ, ठिकै छ, यतिलाई समावेश गरेर जाँदाखेरि ठिकै हुन्छ भने त अहिले आउँदाखेरि त एउटा मात्र मैले फेरि पनि भने मठ मन्दिरलाई 315 त आयोजनामा 21 करोड 15 लाख, उद्योगलाई 56 लाख, यस्तो पनि हुन्छ भने अर्थमन्त्रीजी हाँसिराख्नु भएको छ। यो के भयो? यो त उल्टो भयो नि। यो त हामीले इन्भेस्ट गन्दगीको चाहिँ व्याख्या गर्ने, इन्भेस्ट चाहिँ गन्दगीको चाहिँ कुरा गरेर पुरा लगानी सम्मेलन गरेर गर्ने, अनि यसरी चाहिँ जुन बजेट विन्यास गरे पछाडि यसरी चाहिँ बजेटमा तपाईँहरूले कुशलता देखाएपछि अनि हामी कहाँ पुगिन्छ?